टेलिफोन र यातायात सुविधाको अभावले कठिनाई भोगिरहेका पूर्वी नेपाल स्थित सोलुखुम्बु, खोटाङ र रामेछापका करिब 50 गाउँ विकास समितिका बासिन्दाले आफैले रेडियो स्टेसन सञ्चालन गरी त्यसलाई टेलिफोनको विकल्पको रूपमा प्रयोग गर्न थालेका छन्। मलामी डाक्नदेखि जन्ती बोलाउनसम्म तथा एउटा गाउँको बिहे, व्रतबन्ध र पास्नीको निम्तो अर्को गाउँमा पुर्याउन उनीहरूले साझा माइकको रूपमा सो रेडियोलाई नौलो ढङ्गले प्रयोगमा ल्याएका छन्। सामुदायिक रेडियो सोलु एफएम 86.9। मृत्युमा मलामी खोज्नुहोस् वा भेला र उत्सवमा सहभागी बोलाउन नै किन नहोस्, पूर्वी नेपाल स्थित दुर्गम गाउँका बासिन्दालाई यति बेला टेलिफोन सेवा नभए पनि दुःख छैन। एउटा गाउँको खबर अर्को गाउँसम्म पुर्याउनुहोस् वा मेलापातमा खेताला रोज्न नै उनीहरूलाई अहिले घरै पछि डुल्नै नपर्ने भएको छ। कारण सो क्षेत्रका 50 गाउँ विकास समितिका बासिन्दाहरू मिलेर गाउँ गाउँको खबर साटफेर गर्न एउटा रेडियो स्टेसन नै सुरु गरेका छन्। सोलुखुम्बु जिल्लाको 34 गाविस तथा खोटाङ र रामेछापका 17 गाविस जिल्ला स्थित सरकारी प्रतिनिधिहरूको समन्वयमा स्थापित यो रेडियो स्टेसन पूर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो बन्न पुगेको छ। 100 वाट प्रसारण क्षमताको सोलु एफएम जनताद्वारा स्थापित भएकाले ठाउँअनुसार बिहे, व्रतबन्ध र पास्नीको निम्तोको खबरदेखि सूचना र शिक्षा समेतलाई प्रसारण सामग्री बनाइएको सम्बन्धित पदाधिकारी बताउँछन्। अब टेलिफोन नभएको हुनाले एफएम प्रविधिद्वारा जुन सञ्चालित रेडियो नै सबभन्दा उपयुक्त हुन्छ भन्ने निर्कल गरेर त्यसरी चाहिँ हाम्रो कन्सेप्ट भएको हो। यातायात र टेलिफोन सेवा नपुगेका दुर्गम गाउँमा रेडियो स्टेसनले पनि टेलिफोन र उर्दीकर्ताको काम गर्न सक्ने उदाहरण हो यो। त्यसैले यो क्षेत्रका बासिन्दाहरू मेलापातमा होस् वा बाटोघाटोमा प्राय रेडियो छोड्दैनन्। रेडियोले टेलिफोनको काम गरेपछि गाउँलेहरू आपसमा नजिकिएका मात्र छैनन्, सुसूचित हुने मौका पाएका छन्। यो गतिविधि पर्यटक तथा अन्य क्षेत्रका बासिन्दाका लागि पनि अहिले आकर्षणको विषय बनेको छ। सोलु एफएम पूर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो स्टेसन मात्र बन्न पुगेको छैन, बरु दुर्गम सोलुका बासिन्दालाई सूचनाको पहुँचभित्र पार्ने गतिलो माध्यम बन्न पुगेको छ। सोलुखुम्बुको दोर्पु बजारबाट मोहन घिमिरेका साथ भीमसेन सापकोटा, नेपाल टेलिभिजन।